टेक्नोलोजी जमानामा अहिले तपाईको जताततै यत्रतत्र तपाईको सोशल मिडियाहरु छ र सोशल मिडियामा तपाईको धेरैले बोलेको सुनिन्छ। तपाईको तिनीहरुले बोलेको सुन्दा नि मलाई लाग्छ तिनीहरु उल्टो बोलिरहेछ। तिनीहरुको दिमागै उल्टो छ। दिमाग उल्टो भएको कारणले गर्दाखेरि उल्टो बोलिरहेछ। कसरी भन्नुहुन्छ तपाईको राम्रो काम गर्नेलाई विरोध गरिरहेको हुन्छ। त्यसको दिमाग सुल्टो कि उल्टो तपाईले ठम्ब्याउनु होला। राम्रो काम गर्नेलाई विरोध गर्नु भनेको त्यसको दिमाग उल्टो कि सुल्टो हो? त्यसको दिमाग उल्टो हो। र जसले खराब र नराम्रो काम गरिरहेछ त्यसलाई समर्थन गरिरहेको हुन्छ त्यसको दिमाग सुल्टो कि उल्टो हो? त्यसको दिमाग उल्टो हो। त्यसकारणले गर्दाखेरि यो भ्रमित बनाउने काम मात्रै गरिरहेछ। राम्रो काम गर्नेलाई विरोध गर्ने, नराम्रो काम गर्नेलाई चाहिँ समर्थन गर्ने, यस्ता खालका फटा उल्टो दिमाग, बुद्धि उल्टो, दिमाग उल्टो, ज्ञान उल्टो, विचार उल्टो भएकै कारणले गर्दाखेरि यो देश नेपालमा तपाईको आज सुख र समृद्धि छैन भन्ने कुरा मलाई लाग्छ। यी फटाहरू उल्टो दिमाग भएको गद्दारहरूले गर्दाखेरि यो उल्टो दिमाग भएको, उल्टो विचार भएको, उल्टो होस भएको, उल्टो ज्ञान भएको कारणले गर्दाखेरि यो देश नेपालमा सुख र समृद्धि नभएको कुरा तपाईलाई यथावत जानकारी गराउन चाहन्छु। यिनीहरुको दिमाग कहिले सुल्टिन्छ र राम्रो काम गर्नेलाई चाहिँ राम्रो काम गरे हो भनेर समर्थन कहिले जनाउँछ? यिनीहरुले जनाउँछ त? जनाउँदैन। यी फटाहरू उल्टो गोबर भरेको दिमाग, यी उल्टो रगत चढेको दिमाग गिरी भएको कारणले गर्दाखेरि यो अहिले हामीले बुझ्नुमा आउँदाखेरि सबै राम्रो कामलाई नराम्रो भन्ने र नराम्रो कामलाई चाहिँ राम्रो भन्ने यी फटाहरू उल्टो दिमाग भएको, उल्टो बुद्धि, उल्टो ज्ञान, उल्टो होस, उल्टो चतुराई भएको कारणले गर्दाखेरि आज हामीले दुःख पाइरहेका छौँ। र यो देशमा सुख र समृद्धि ल्याउनु ठुलो कुरो होइन। यदि सक्षम र सही व्यक्ति त्यो ठाउँमा पुग्ने नि आजको भोलिदेखि सुख र समृद्धि सुरुवात हुन्छ। त्यसले गर्दाखेरि हामीले बुझेछौँ यी फटाहरूदेखि तपाईहरु होशियार हुनु होला। यी फटाहरूले जतिखेर जे पनि गर्न सक्छ, यिनीहरुको भरोसा हुन्न। त्यसले गर्दाखेरि हामी सही तरिकाले राम्रो काम गर्नेछौँ र अगाडि बढिरहेछौँ। तपाईहरु होशियार भएर अगाडि बढ्नु होला भन्ने म यो जानकारी दिन चाहन्छु। यो फटाहरूदेखि चाहिँ धेरै होशियार हुनुपर्छ है। यी फटाहरूले जतिखेर पनि दुर्घटना पार्न सक्छ। त्यसले गर्दाखेरि तपाईलाई यति मेरो विचार राख्दै तपाईहरुबाट बिदा हुन्छ है। हवस् त, नमस्कार।